हेलो एन्ड नमस्ते टु एभ्रिवान। आज चाहिँ म हजुरलाई चाहिँ नयाँ भिडियो लिएर आइरहेको छु। के भन्दाखेरि मैले सिनबाट चाहिँ अलिकति सामानहरू मगाएको थिएँ नेपालमा। अनि यहाँ आउन 1 हप्ता जति टाइम लाग्यो। आइसकेपछि चाहिँ कुन सामान कस्तो छ भनेर चाहिँ म सो गर्छु ल हजुरहरूसँग। येल्लोवाला 2 पिस सेट चाहिँ वाउ छ है, राम्रो रहेछ। बोइज सेक्सनबाट मगाएको थिएँ, त्यही पनि राम्रो छ। अनि अब आयो यो ब्ल्याक। यो ब्ल्याक चाहिँ फोटोमा देखाए जस्तो चाहिँ छैन, खै अब मलाई मन नपऱ्यो कि कपडा यस्तै हो थाहा भएन। अब यसमा चाहिँ 3 पिस छ होइन। मैले चाहिँ खासमा यो पिङ्कवाला यो सेट छानेको थिएँ, तर ब्ल्याकवाला आएछ, ठिकै छ यो पनि। यो चेरी प्रिन्टवाला यो 2 पिस सेट सबै मैले प्रोडक्ट 2 to 3 इयर्सको मगाएको। मेरो नानी चाहिँ 2 इयर्सको भयो बल्ल मङ्सिरमा होइन। तर चाहिँ 2 to 3 इयर्स चाहिँ अलिक ठुलै हुँदो रहेछ साइज चाहिँ। तपाईँहरूले मगाउँदा चाहिँ साइज याद गर्नु होला। यो ग्रिन पनि 2 पिस सेट, यो पनि ठिकै छ, त्यस्तो वाउ पनि होइन तर चिप पनि होइन, प्राइस अनुसार ठिकै छ। अबको यो 2टा सेट चाहिँ मेरो हो। यो चाहिँ हुडी भयो, यो चाहिँ त्यो फोटोमा देखाए जस्तो टाइपकै छैन क्या, यो क्वालिटी नै छैन त्यस्तो। हुन त फोटो चाहिँ चिटिक्क पारेर खिच्छ होला। यो पर्पल कलरको यो टी सर्ट पनि खासै राम्रो छैन है। यो पनि खासै राम्रो छैन। यो चाहिँ ठिकै छ, यो हुडी ठिकै छ। यो पनि साइज ठुलो, अरू ठिकै छ कपडा। यो पनि ठिकै भनौँ, त्यस्तो वाउ चाहिँ छैन। यो आई डोन्ट लाइक। अनि यहाँभरिको मन परेको चाहिँ येल्लो सेट मात्रै हो। मलाई त्यो फोटोमा जस्तो देखाएको थियो ठ्याक्क उस्तै कपडा आएको चाहिँ यो मात्रै हो ल। एक्सपेक्टेसन भर्सेस रियालिटी चाहिँ एउटा चाहिँ मिट गर्यो। यो हुडी चाहिँ उसलाई ठिकै भन्नाले थोरै ठुलो त भए, तर एकदम सुहाएको छ, राम्रो भएको छ। यो ब्ल्याक हुडी चाहिँ भएन। यो चाहिँ साइज पनि एकदमै ठुलो, तर कपडाको क्वालिटी पनि एकदमै नराम्रो। यो चाहिँ खासै मन परेन। यो वाला चाहिँ चेरी प्रिन्ट 2 सेट चाहिँ यो ठिकै छ, साइज ठुलो हो तर कपडा चाहिँ ठिकै छ यसमा चाहिँ। अनि आयो यो व्हाइट, यो के अरे सरी येल्लो, यो चाहिँ एकदम राम्रो लाग्यो है। यो चाहिँ अबको समरलाई चाहिँ ठिक्क छ उसलाई। अनि यो चाहिँ 3 पिस सेटबाट हो। यो कलर भयो, ब्ल्याक भयो, अनि अर्को ग्रे कलरमा छ। यो चाहिँ ठिकै छ, साइज पनि ठिकै छ, मटेरियल पनि ठिकै छ। ओभरअलमा चाहिँ सिनको कपडा चाहिँ खासै राम्रो चाहिँ होइन, योभन्दा राम्रो त यहीँ पाउँछ मजा।